सम्पूर्ण प्रभुका जनहरूमा ख्रीष्ट येशूको पवित्र नाममा जय मसीह। दिनौँ हामीले परमेश्वरको वचन पढ्ने प्रार्थना गर्दै आइरहेका छौँ। आज देश विदेशबाट विभिन्न ठाउँहरूबाट यो युट्युब च्यानल मार्फत परमेश्वरको वचन सुन्नलाई बसिरहनु भएका सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई आजको यस कार्यक्रममा स्वागत भन्न चाहन्छु। परमेश्वर भलो हुनुहुन्छ, परमेश्वर कृपालु हुनुहुन्छ। उहाँले मानिस जातिलाई उद्धार मुक्ति दिनुहुन्छ। उहाँले संसारमा मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ। सदा झैं आज पनि म तपाईहरुको बीचमा परमेश्वरको वचन लिएर उपस्थित भइसकेको छु। आज म तपाईहरुको बीचमा परमेश्वरको वचन यशाया 60 अध्यायको 3 पदबाट पाठ गर्न चाहन्छु। यहाँ यसरी लेखिएको छ, जाति जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछन्। आमेन। परमेश्वरको महिमा होस्। यहाँ ज्योतिको कुरा गरिराखेको छ। संसार एकदमै अन्धकारमय कुराहरूमा लागिरहेको छ। आज यो वचनले हामीलाई बुझाउन खोजेको कुरा चाहिँ आज हामीले बुझ्नु पर्दछ। परमेश्वरले मानिस जातिलाई यहाँनिर विशेष गरी यस्तो खालको एउटा अन्धकारको शक्तिको बारेमा कुरा गरिरहनु भएको छ जसले मानिसहरूलाई बन्धनमा पारिराखेको छ। आज हामीले संसारका रीति अनुसार हेर्यौं भने उज्यालो पाउनको निम्ति संसारमा बत्ती बाल्दा उज्यालो हुन्छ, राति बत्ती निभाउँदा धेरै नै अँध्यारो हुन्छ। आज यो कुरालाई हामीले निहाल्दाखेरि संसारको रीति अनुसार हामीले देख्दछौँ। दिनमा हामी सूर्य आउँछ, त्यसपछि उज्यालो हुन्छ। जब रात पर्दछ तब हाम्रो अँध्यारो हुन्छ। यो एउटा रीति अनुसार आज तपाईँ र मेरो जीवनको कुराहरू यहाँ गरिराखेको छ। यहाँ जाति जाति तेरो प्रकाश र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछ भनेर लेखिएको छ। यहाँ परमेश्वरले सियोन अथवा यरुशलेमको महिमाको बारेमा, गौरवको बारेमा कुरा गरिराखेको छ। उठ प्रकाशमान हो, किनकि तेरो प्रकाश आएको छ र परम प्रभुको महिमा तमाथि उडाएको छ। हेर, अँध्यारोले पृथ्वीलाई घेरे, अँध्यारोले मानिसहरूलाई ढाकेको छ, तर परम प्रभु तमाथि चम्कनुहुन्छ र उहाँको महिमा तमाथि प्रकट हुन्छ। जाति जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछन्। आमेन। परमेश्वरको महिमा होस्। परम प्रभुले आज हामीलाई यो कति राम्रो कुरा दिनुभएको छ। आज हामीले होस गर्नुपर्ने, उठ्नुपर्ने प्रकाशमान हो भनेको छ। हामीले आज होस गर्नुहोस् र हाम्रो हृदयको आँखाको खोल्ने कुराहरू यहाँ गरिराखेको छ। तेरा आँखा उठाएर चारैतिर हेर, तिनीहरू सबै जम्मा भएर ताका आउनेछन्। तेरा छोराहरू टाढाबाट आउँछन् र तेरा छोरीहरू हात हातमा बोकेर ल्याइन्छन्। तब यो देखेर त उज्जवल हुनेछस् र तेरा हृदय आनन्दले गदगद हुनेछ। समुद्रका धन तर्फ ल्याइनेछस्, जाति जातिको सम्पत्ति कहाँ कहाँ आउनेछ भनेर परम प्रभु परमेश्वरको वचनमा लेखिएको छ। आदरणीय सम्पूर्ण प्रभुका जनहरू, हामीले विचार गर्नुपर्ने कुरा, परमेश्वरले ज्योतिमा हामीलाई राख्न चाहनुहुन्छ। आज त्यो ज्योति के हो त भन्दा हामीले अन्धकारमय कुराहरू हामीले रुचाउँछौँ, नराम्रो कुराहरू हामीले रुचाउँछौँ। संसारको कुरामा तपाईँले हेर्नुभयो भने विभिन्न किसिमका अन्धकारका कुराहरू, नराम्रो कुराहरूलाई यहाँ दर्शाउन खोजिएको छ। आज संसारमा हामीले देख्यौँ भने विभिन्न किसिमका त्यस्ता अन्धकारका कुराहरू, नराम्रा कुराहरूलाई चाहिँ हामीले त्यागेर हृदयको आँखा खोलेर चारैतिर हेर्नु जरुरी छ, जसले परमेश्वर मानिसहरूको विरुद्धमा काम गरिराखेको हुन्छ। जहाँ चाहिँ हामी देख्दछौँ मानिसहरूले आफ्नै खुसीमा मन परी गरिराखेको हामी देख्दछौँ, जुन कुरा मानवताले दिँदैन। आज हामीलाई परमेश्वरले मानव अथवा मानिस बनाउनु भएको छ। मानिस एउटा चेतनशील प्राणी हो जसले अधर्म कुराहरू मन पराउँदैन, नराम्रो कुराहरू मन पराउँदैन, तर उसले जाँच्न सक्छ यो असल या खराब। आज परम प्रभु परमेश्वरले हामीलाई यसरी ज्योतिको कुराहरू गरिरहनु भएको छ। आज संसारमा तपाईँले हेर्नुभयो भने यो ज्योतिलाई चाहिँ हामीले विचार गर्नु जरुरी छ। आज तपाईँ र मलाई परमेश्वरले ज्योतिले ढाक्नु भएको छ र उहाँले हामीलाई सबै असल कामहरू गर्नुको निम्ति हराउँदै हुनुहुन्छ। प्रभु येशू ख्रीष्ट संसारमा हुँदाखेरि उहाँले भन्नुभयो, येशूले फेरि तिनीहरूलाई भन्नुभयो, म संसारको ज्योति हुँ। म
मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ भनेर भनिएको छ। मानिसहरू होसमा छैन, मानिसहरूले आफ्नै कुराहरू गरिरहेको छ, आफ्नै कामहरू गरिराखेको छ, जसको कारणबाट मानिसहरू एकदमै आफू खुसी मात्र गर्न मन पराउँछ। प्रभु येशूले भन्नुभयो, म संसारको ज्योति हुँ। यो ज्योतिको कुरा यहाँ गरिराखेको छ। मानिसहरू हेर्नुहोस्, तपाईँले ज्योति बिना मानिसहरू राति हिँड्न सक्दैन। आज हाम्रो आत्माको आँखालाई पनि हामीले खोल्नु जरुरी छ। यदि हामी आत्मामा साँच्चै नै हामीले आँखा खोलेर हेर्यौँ भने संसारका सबै मानिसहरूमा नराम्रो कुराहरू पनि देख्छौँ, राम्रो कुराहरू पनि देख्छौँ। त्यसै कारण सम्पूर्ण मानव जातिहरूलाई परमेश्वरले असल कुरा गर्नलाई उहाँले सृष्टि गर्नुभएको हो। आज मानिसहरू आफू खुसी गर्छन्, मानिसहरूले आफू खुसी कामहरू गरेर राखेका हामी देख्दछौँ। यो संसार महामारीले ग्रसित छन्, जसको कारणबाट मानिसहरू चिन्तित छन्। आज धेरैजना मानिसहरू त्रसित छन्, जसको कारणबाट मानिसहरू आज धेरै नाशमा गइराखेको हामी देख्दछौँ। त्यसकारण प्रभु येशू ख्रीष्ट संसारमा आउनुभयो। उहाँले भन्नुभयो, म संसारको ज्योति हुँ। उहाँलाई विश्वास गर्यो भने उहाँले हामीलाई त्यो ज्योति देखाउनुहुन्छ। आत्मामा हामीले ती कुराहरू छर्लङ्गै देख्छौँ जुन कुरा आज संसारमा भएका मानिसहरूले देख्न सकिराखेको छैन। यहाँ त्यही कुराहरू यहाँ भनिरहनु भएको छ। प्रभु येशूले संसारका मानिसहरूलाई हेर्नुहोस्, यहाँनिर आज परमेश्वरले जुन कामको निम्ति हामीलाई बोलाउनु भयो, छान्नुभयो, चुन्नुभयो, त्यो हामीले गर्नै पर्छ, किनभने त्यो परमेश्वरको योजना अनुसार नै भइराखेको हुन्छ। परमेश्वरले आज हामीलाई संसारमा ज्योतिको रूपमा काम गर्नको निम्ति, मानिसहरूलाई एउटा ज्योति भनेको चाहिँ मानिसहरूले देख्ने कुरा हो। त्यसकारण त्यसरी काम गर्नको निम्ति यहाँ हराउनुहुन्छ कि साँच्चै नै इजरायलीहरूलाई परमेश्वरले भन्नुभयो, उठ प्रकाशमान हो, किनभने तँमाथि परमेश्वरको शक्ति उडाएको छ अनि तँमाथि परमेश्वरको ज्योति उडाएको छ। तैँले चाहिँ यी कामहरू चाहिँ राम्रोसँग मिलाएर गर्नुपर्छ भनेर परमप्रभु परमेश्वर भन्नुहुन्छ। अनि आजको मुख्य वचन हामीले यसैया 7 अध्यायको 3 पदलाई हेरेर राखेका छौँ। जाति जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउने छन् भनेर लेखिएको छ। यदि जहाँ ज्योति छ मानिसहरू त्यही झुलिन्छ। अन्धकार भएको ठाउँमा मानिसहरू जान मन पराउँदैन। तपाईँले हेर्नुभयो भने आज धेरैजना मानिसहरू गुफामा जान मन पराउँदैन, तर थोरै मात्र मान्छेहरू त्यहाँ गइरहेको हुन्छ। तर संसारको अहिले उज्यालो भएको दिनमा मानिसहरू धेरै बाहिर निस्कने छन् अनि उनीहरू उज्यालो मनपर्छ। राति त्यति मानिसहरू निस्केको हामी देख्दैनौँ। त्यसकारण आज सम्पूर्ण प्रभुका जनहरूलाई म उत्साह दिन चाहन्छु। हामी ज्योतिका सन्तान हौँ। हामीले अधर्म, नराम्रो अनि त्यस्ता अन्धकारका शक्तिको कामहरू हामीले गर्नु मिल्दैन र गर्नु हुँदैन पनि। त्यसकारण आज हामीले ती कुराहरूलाई छोड्नु पर्दछ। जुन कुरा परमेश्वरलाई मन पर्दैन त्यो कामहरू छोड्नको निम्ति परमेश्वरले हामीलाई हराउनु भएको छ। संसारमा भएको सबै कुराहरूबाट हामी एकदमै त्यस्ता नराम्रो अशुद्ध कुराहरू, परमेश्वरलाई मन नपर्ने कुराहरू हामी त्यागेर उहाँलाई मनपर्ने कामहरू गर्दै उहाँलाई महिमा दिनु जरुरी छ र उहाँको प्रशंसा आराधना गर्नु जरुरी छ, किनभने दिनदिनै हामीले यो काम गरिराखेका छौँ। परमेश्वरले आज तपाईँहरू सबैलाई यी वचनहरूद्वारा आशिष दिनु। हामी छोटो प्रार्थना गर्नेछौँ। स्वर्गमा विराजमान हुने प्रभु, हामी तपाईँलाई धन्यवाद। आजको यस बिहानीको समय देश विदेशबाट विभिन्न ठाउँहरूबाट यो युट्युब च्यानल हेरिरहनुभएका सम्पूर्ण प्रभुका जनहरूलाई तपाईँको हातमा राख्दछौँ। प्रभु, आज हामीलाई दिनुभएको यसैया 7 अध्यायको 3 पदले भने जस्तै आज प्रभु तपाईँले हामीलाई ज्योति दिनुभएको छ। त्यो ज्योति चाहिँ तपाईँ नै हुनुहुन्छ। आज हामीलाई शक्ति दिनुभएको छ, त्यो शक्ति तपाईँ नै हुनुहुन्छ। आज हामीलाई आत्मबल बढाइदिनु भएको छ, त्यो तपाईँ परमेश्वरबाट। त्यसकारण हामी धन्यवाद चढाउँदछौँ। आजको यस बिहानीको समय हामीलाई दिनुभएको यो वचनको लागि धन्यवाद चढाउँदै जतिजनाले सुनिरहनु भएको छ उहाँहरू प्रत्येकलाई तपाईँ परमेश्वरले आशिष दिनुहोस्। सबै धन्यवाद प्रार्थना चढाउँदछौँ येशू प्रभुको पवित्र नाम, आमेन। प्रभुले तपाईँहरू सबैलाई आशिष दिनुभएको होस्। जय मसीह।